सो हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम टु माई निशान ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला अनि भिडियो कस्तो भइरहेछ कमेन्ट गरेर भनिदिनु होला। यो चाहिँ आज मैले चिकन करी बनाइरहेको थिएँ, त्यही भएर आज यसो हालिदिउँ न त भनेर सोच गरेर भिडियो बनाइदिएको। चिकन करी चट्ट लाएर पाक्यो। 7 kg चिकन करी। यहाँ मामु छोरा मजाले चिकन टेस्ट गर्दैछ। चिकन रेडी भयो, खानाको लागि मान्छे आउँदै हुनुहुन्छ। आगोमा आज मस्त पाराले चिकन पकाएको, दामी दामी भन्दै बसिरहेको छु। वाउ हैन, भिडियो कस्तो भइरहेछ, राम्रो छैन भने कमेन्ट गर्नुहोस्, यस्तो गर्नुहोस् भनेर सजेस्ट दिनुहोस् है। अनि यो चाहिँ मेरो पसल पनि आज मैले पुरै देखाइदिएँ, फुल रूपमा देखाउँदैछु। हेर्नुहोस्, धनियाँको स्वादमा आगोको रापमा मासु पाक्दैछ मजाले। उताबाट बुढीले पनि हेरिरहेको छ। अनि त्यसपछि रेडी हुँदैछ, पाकिसकेको छ मासु। अब लास्ट स्टेज, त्यसपछि लाएर अब थोरै झलक देखाइदिउँ मासुको। मासु मजाले पाकिरहेको छ कि हेर्नुहोस्, कसरी छड्किरहेछ बोक्लो बोल्लो बोल्लो पाराले होइन। स्पेसल अफ करी चिकन करी। भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला। तपाईँहरूले लाइक कमेन्ट सेयर गरिदिनु भयो भने भिडियो बनाउन अझै जाँगर आउँछ। हाम्रो केरलावाला भाइलाई चाहिँ चिकन करी चाहना दिँदैछ। ओ दामी दामी भन्दैछ। अनि नेपाली ल्याङ्ग्वेज बुझ्दैन कि, त्यही पनि ओ दामी दामी भन्दैछ। भाइलाई चाहिँ मैले जिस्काइरहेको हुन्छु, नेपालीमा मैले बोलिदिरहेको हुन्छु, उसले बुझ्दैन, उसले केरलामा दिइरहेको हुन्छ, मैले बुझ्दैन। अनि दोहोरो दाजुभाइ चलिरहेको हुन्छ। भाइ चाहिँ युट्युबर हुनुहुन्छ उहाँ नि, एकदम दामी दामी भिडियो हालिरहनुहुन्छ कि। अनि इट्स मी। अनि यो चाहिँ अर्ग्यानिक अचार आफैले बनाएको पेस्ट। यो चाहिँ करी रेडी भइसकेको छ। अनि त्यसपछि अब खानालाई मान्छे आउनुहुन्छ। आई होप भिडियो हजुरहरू सबैलाई मन पर्यो होला। मन गरेन लाइक कमेन्ट सेयर गरिदिनु होला। हस्त धन्यवाद। थ्याङ्क यू फर वाचिङ।